देशैभरिका नागरिकले घण्टीमा भोट हालेर हामीलाई हाम्रो नेतृत्वको स्थायी सरकार दिने जादु हामीले गर्नुपर्नेछ। असम्भव होइन, सकिन्छ। नमस्कार सबै उपस्थित दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजनालाई सानो एउटा कार्यक्रममा पनि तपाईहरु यसरी यो दिउँसोको समय आइदिनु भयो। यहाँको यो वडामा माया छ, आत्मीयता छ भन्ने कुरा तपाईहरुले पटक पटक देखाइ नै सक्नु भएको छ। त्यसैलाई रिन्यू गर्छौं नि कहिलेकाहीँ हामी, त्यसको रिन्यू गर्नका लागि मात्र र आज तपाईहरुसँग देखिएर यो हाम्रो सम्पर्क कार्यालयको उद्घाटन 4 नम्बर वडाको सम्पर्क कार्यालयको उद्घाटनमा म यहाँ उपस्थित भएको छु। यहाँले जे गर्नुपर्ने हो त्यो निरन्तर गरि नै रहनु भएको छ। जे गर्न जरुरी थिएन तपाईहरुले त्यो पनि गरिरहनु भएको छ। भोट दिए पुगिहाल्ने थियो, भोट मात्र नदिएर आफ्नो हृदय दिनुभएको छ, मेरो लागि आँसु खसाल्दिनु भएको छ, आशीर्वाद दिनुभएको छ। म के भनौं, यो भन्दा बढी मसँग भन्ने चीजै छैन। तपाईको घरको सदस्य जस्तो भएर म तपाईको हृदयमा बस्न पाएको एउटा भाग्यमानी मानिस छु। मेरो जीवन व्यक्तिका रूपमा सफल भइसकेको छ, तर व्यक्तिका रूपमा मात्र सफल भएर नहुने रहेछ। एउटा व्यक्ति सफल हुँदैमा नहुने रहेछ। समाजलाई सफल बनाउन सकिएन भने व्यक्तिले प्राप्त गरेको सफलताले खासै सुख दिने रहेनछ। त्यसकारणले दुःख हन्डर जे जस्तो भए पनि एकपटक यो देशलाई भ्रष्टाचार मुक्त बनाउने, यस देशलाई सुशासनको बाटोमा अगाडि बढाउने, समृद्धिको बाटोमा अगाडि बढाउने र उनीहरूले भट्ट्याएको जस्तो होइन, साँच्चीकै नागरिकले महसुस गर्ने, घर घरमा मान्छेले महसुस गर्ने समृद्धि र सुशासनको कुरा गरेर एकपटक अगाडि बढ्ने अभिप्राय बोकेर आएको हुँ। यहाँहरूले बारम्बार यसलाई प्रमाणित गर्दै आउनु भएको छ र अब चाहिँ यस्तो मौकामा हामी आइपुगेका छौं। सिङ्गो देशबाट यसपटक स्थिर सरकार बन्न सक्ने गरी, एउटै पार्टीको सरकार बन्न सक्ने गरी आशा र अपेक्षाको घण्टी बजेको छ। यस्तो बेलामा चितवनले भन्दा बढी यसको हक कसले राख्छ होला, जसले केही नहुँदा नीलो क्रान्तिको बीजारोपण गर्यो। यही रोपिएको हो। जब संसार हाँसेका थिए, देशभरिका मान्छे हाँसेका थिए, त्यतिखेर चितवनले रोपेको हो। यो आफूले रोपेको यो फूललाई, आफूले रोपेको यो फललाई अगाडि बढाउने जिम्मेवारी सामूहिक रूपमा तपाईँ हाम्रो नै हो। मैले योभन्दा धेरै भन्नु केही नै छैन। यति धेरै ऋणी छु म, मैले कहिले तिरेर सकौँला। बदलामा मैले दिने एउटा इमान छ। इमानदारीपूर्वक यहाँहरूलाई आफूले गरेका बाचाहरू पूरा गर्न सक्ने आँट साहस बोकेर म यहाँहरू समक्ष उपस्थित भएको छु। र यसपटक केवल चुनाव मात्र होइन, यसपटक हामीले जादु गर्नु छ। जादु मान्छेलाई असम्भव लागेको तर गर्न सकिने जादु। त्यो जादु भनेको के हो भने मतपत्रमा देशैभरिका नागरिकले घण्टीमा भोट हालेर हामीलाई हाम्रो नेतृत्वको स्थायी सरकार दिने जादु हामीले गर्नुपर्नेछ। असम्भव होइन, सकिन्छ। किनकि चितवन मोडललाई सबैले कपी गरे हुन्छ। हरेक ठाउँले, हरेक निर्वाचन क्षेत्रले चितवन मोडललाई आत्मसात गर्ने बित्तिकै हामी त्यो सपना पूरा गर्ने ठाउँमा पुग्छौं। हामीले कसैको भारी बोक्नुपर्ने जरुरी छैन र म प्रतिशोधका कुरा पनि गर्दिन। किन गर्नु, जे भयो भयो। हाम्रो लडाई अर्कै छ, हाम्रो सपना अर्कै छ, हामीले चाहेको देश, हामीले चाहेको समाज अर्कै छ। त्यसका लागि अब सही बेला हामीले समयले, परिस्थितिले हामीलाई सही बेलामा ल्याइदिएको छ। धेरैले भन्थे खै तिमीहरू मिल्दा नि मिल्दैन, नयाँ उता नि लड्छ, यता पनि लड्छौ भन्थे। हामीले भनेका थियौँ समय आएपछि किन नमिल्नु, मिलिहाल्छौ नि। व्यक्तिगत स्वार्थलाई शिरमा राखेर हिँड्यो भने पो मिल्दैन, देशको स्वार्थलाई शिरमा राखेपछि नमिल्ने कुरा के छ? सब मिल्छ र अझै मिल्नुपर्ने कुराहरू सबै मिल्दै जान्छ। मुलुकको हितलाई हामी पहिलो प्राथमिकतामा राखेर अगाडि बढेका छौं र नागरिकले महसुस गर्न सक्ने सुशासनको हामीले तपाईहरुलाई ग्यारेन्टी गर्दै अगाडि बढेका छौं। चुनावी भाषण होइन, चुनावी सभा होइन, मात्र चुनावका लागि आवश्यक कार्यालयको उद्घाटन भएको हुनाले म आज धेरै कुरा केही गर्दिन। यहाँले जुन न्यानो स्वागत हिजो गर्नुभयो, म त्यसका लागि आभारी छु। हाम्रा साथीहरू निरन्तर यहाँ आइरहनु हुनेछ र यसपटक मैले अलिकति चितवनबाट गरेको अपेक्षा मात्र सानो भन्छु र म बिदा हुन्छु। आज लामो धेरै बोल्ने त्यति धेरै वातावरण होइन यो। फेरि पनि आइ नै हाल्छु म। घर दैलो कार्यक्रममा पनि आउने कोसिस त मेरो निरन्तर रहिरहन्छ, यद्यपि म घर दैलोमै छु। यसपटक चितवनबाट मलाई अलिकति फरक किसिमको माया पाउने आशा छ। त्यो माया के भने, घण्टी वाहक साथीहरू घर घरमा आउनुहुनेछ, टोल टोलमा आउनुहुनेछ, चोक चोकमा आउनुहुनेछ र हाम्रा कुराहरू राख्नुहुनेछ। मैले देशका विभिन्न भूभागमा जाने समय निकाल्नु पर्नेछ। तपाईको आशीर्वाद र माया बोकेर
चितवनको प्रतिनिधित्व गर्दै सिङ्गो देशमा भ्याएसम्मका ठाउँहरूमा जानुपर्नेछ। हाम्रो टोलमा आएन, मेरो घरमा आएन, मलाई भोट मागेन, मलाई हेरेन अथवा मसँग बोलेन भनेर यसपटक तपाईँले सानो मन गर्न पाउनुहुन्न। यसपटक देशैभरिबाट संसदमा 101 घण्टी वाहकलाई लिएर जानको निमित्त मलाई अनुमति दिनुहोला। त्यसो भनेर म यहाँ अब आइन म उतातिर लागेँ भनेको होइन। मेरो समयले स्वास्थ्यले साथ दिएसम्म म आउँछु, म यही छु। खालि के भने यसभन्दा अगाडिको जस्तो त्यो मिश्रित किसिमको संसद नहोस्। मैले त भनेको छु पुराना दलहरूलाई प्रतिपक्षमा पनि नराखौँ भनेको छु। उहाँहरूले पनि सङ्घर्ष गर्नुहोस्, जनताको बीचमा जानुहोस्, थाहा पाउनुहोस् भनेर भनेको छु। बाँकी जनताको मर्जी तपाईँहरूको हातमा सुम्पिएका छौँ। यस देशको भविष्य जनताको हातमा सुम्पिएर हामीले लोकतन्त्रको सबैभन्दा उत्तम विधि निर्वाचनलाई छानेका छौँ। हामीले यहाँ सधैँभरि जब हामीले यहाँ सुरुवात गर्यौँ, चुनावी क्याम्पेन सुरु गर्यौँ, सबै चिज गर्यौँ, हामीले कहिले पनि हिंसालाई प्रश्रय दिएनौँ। तपाईँहरूले त हातमा फुल बोकेर आशीर्वाद बोकेर यो यात्रालाई अगाडि बढाउनका लागि हामीलाई मद्दत गर्नुभयो र यसपटक पनि हामी त्यसैको निरन्तरता चाहन्छौँ। अब फेरि एकपटक चितवनले इतिहास रच्नुपर्ने बेला आएको छ। म तपाईँलाई यति बाचा गर्न चाहन्छु कि तपाईँले दिनुभएको एक एक मतलाई म मेरो व्यक्तिगत लाभका लागि कहिले पनि प्रयोग गर्ने छैन, दुरुपयोग गर्ने छैन। तपाईँहरूको लागि नै हो। मेरो मात्र कुरा होइन, देशैभरिका घण्टी वाहक उम्मेद्वारहरू जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई हालिएको मत पार्टी सभापतिका रूपमा एउटा पनि भोट खेर नजाने बाचा पनि म तपाईँहरूलाई गर्न चाहन्छु। एउटा पनि बाटा खेर जाँदैन। धेरै साथीहरू छन्, कसैको विवाद आउला, कसैको केही कुराहरू आउला, त्यसलाई हामी सम्हाल्छौँ किनकि यो पार्टी जन्मिएको यही समाजबाट हो। हामीले यही समाजमा भएका साथीहरू मिलेर अगाडि बढेका हौँ। यस बीचमा कहीँ कतै कुनै विवाद आउला, कुनै समस्या आउला, कोही व्यक्तिमा या प्रवृत्तिमा कुनै समस्या आउला, हामी समाधान गर्छौँ। हामी नागरिकको आवाज सुन्छौँ। तपाईँहरू निर्धक्क हुनुहोस्। हामीले सुरु गरेको यो अभियानमा कसैको पनि चोट लागेको होइन, कसैलाई पनि घाइते बनाएको होइन। हामीले शान्त रूपमा अगाडि बढाएको यो आन्दोलनलाई हामी शान्त रूपमा मतपत्रबाट नै परिवर्तन गर्छौँ। त्यसका लागि यहाँहरूको साथ, सहयोग, माया जुन निरन्तर पाइरहेको छु यसपटक पनि आवश्यक परेको छ। यसपटकको घण्टी बजाई अलिकति दह्रो, अलिकति कडा, अलिक चर्को हुनुपर्नेछ, यति मात्र हो। अब यति उति भनेर भन्ने कुरा भएन। यहाँहरूले देख्नु नै भएको छ। म आफ्ना कुरा पनि गर्दिनँ। देशलाई न्याय दिनुपर्ने ठाउँमा हामी उभिएका छौँ। यो ठ्याक्कै सही ठाउँमा देश आइपुगेको छ। अब हामीले गर्नुपर्ने नेताका रूपमा, जनताले विश्वास गरेका व्यक्तिका रूपमा हामीले गर्ने काम गर्यौं। यी साथीहरू मिल भन्नुभयो, मिल्यौं, सँगै अगाडि बढ्यौं। हामीले आफ्नो जिम्मेवारीको बाँडफाँड गरेका छौं। पद बाँडफाँड गरे होइन, पदको लोभ हामी कसैलाई छैन। हामीले जिम्मेवारी बाँडफाँड गर्यौं। त्यसकारणले अब नागरिकले मन दह्रो गर्ने हो। दह्रो मन गरेर एकपटक स्थिर र स्थायी सरकारको प्रयासका लागि नागरिकले आफ्नो मतदान गरेर आफ्नो कर्तव्य पूरा गर्ने बेला आएको छ। म तपाईहरुलाई यति भन्नको लागि आएको छु र प्रतिस्पर्धी साथीहरुसँग मेरो कुरा पनि चलेको छ। कुनै प्रतिस्पर्धीलाई कटाक्ष गर्न पनि केही पनि जरुरत छैन। मतपत्रमा घण्टी छँदैछ, त्यहाँ भोट हाल्दै सबै जवाफ त्यसले दिन्छ। किन दिनु पर्यो? हामीले केही जवाफ दिनु पर्दैन। म यति यहाँहरुलाई भन्छु र फेरि पनि यहाँ आउँदाखेरि तपाईहरुसँग भेटघाट गर्ने, साक्षात्कार गर्ने, चिया चौतारोहरुमा भेट हुने बाचा पनि गर्न चाहन्छु। र मैले अघि भने जस्तै देशैभरि जानुपर्ने अलिकति यो स्वास्थ्यको सानो समस्या छ, यो ठीक भइहाल्छ। यहाँ आइसकेपछि आधी त ठीक भइसक्यो, आधी ठीक भइसक्यो, आधी म पेल्दै हाल्छु, बाँकी तपाईहरुको जिम्मा।